हेलो एभ्रिवान। कहिलेकाहीँ जीवनले यस्ता मोडहरू देखाउँछ जहाँ धेरै कुरा मनभित्र राख्नुपर्छ। सबैलाई आफ्नो पीडा सुनाउन पनि सकिँदैन र सबैले बुझ्न पनि कोसिस गर्दैन। त्यसैले आजभोलि गुनासो भन्दा पनि मौनता रोज्ने गरेकी छु मैले। समयले सिकाएको एउटा सुन्दर कुरा के हो भने हरेक कठिनाइ सधैँ एकै नाश हुँदैन। आज जति गाह्रो लागे पनि भोलि यही अनुभवले अझ बलियो बनाउनेछ मलाई। त्यसैले हरेक दिन मुस्कुराउनले प्रयास गर्छु, किनकि आशा अझै बाँकी छ। जीवन पूर्ण हुन सबै कुरा चाहिँदैन, मन शान्त हुनु नै सबैभन्दा ठुलो सुख हो। जे गुम्यो त्यसलाई सम्झेर होइन, जे छ त्यसलाई कदर गर्दै अगाडि बढ्ने प्रयास गरिरहेकी छु। एक दिन सबै कुरा ठिक हुनेछ भन्ने विश्वासका साथ अगाडि बढिरहेकी छु म चाहिँ। अनि साथीहरू, मेरो भोइसओभर गरेको कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नुहोला र मेरो मिनी ब्लग चाहिँ कस्तो लाग्यो हजुरलाई त्यो पनि भन्नुहोला। लाइक, फलो, सेयर सबै गरिदिनु होला। हवस् त, बाई। आजको यति नै।